मेरो नाम दुर्गा सुनार। सम्पूर्ण साथीहरूलाई, सुन्ने आमा बुवालाई सबैलाई मेरो नमस्कार छ। र म मेरो जीवन कथा बोल्छु। म बचपनको, म 12 वर्षको, मैले इन्डिया जाने मेरो मन लाग्यो। म भागेर हिँडेँ। म खोला भुइँसाको घरको थिएँ, घाँस काट्न थिएँ। म घाँस काट्नको लागि म आमा बुवा सबैलाई छोडेर मेरो इन्डिया जाने मन लाग्यो। म त्यहाँबाट कति बजे हिँडेँ? म 10 बजे हिँडेँ। त्यहाँबाट म 10 बजे कहाँ हिँडेँ भनेपछि हाम्रो ब्याउलीको लेक थियो। ब्याउलीको लेकमा जान लागि म हिँडेँ। त्यहाँबाट 10 बजे घर त हिँडेँ, हुँदै गएँ ब्याउली। एक त मेरो मन हुँदैछ टुनो रह्यो न्याउली। ब्याउली त्यहाँ हँडाको मान्छे खम्बा गाड्या भात एलको जोगी बृहस्पति कोही छिएन सात। तीबाट हँडाको मान्छे चाह पिन डुगो बासो पुगे सुबडा। मुई जसा दुखारी मान्छे देशमा हुन्न थुबडा। सुबडा त हिँडेको मान्छे चाह पिन डुगो। मेरा लेखी भाडु लियो पुग त नपुग। डुगो त हिँडेको मान्छे धौधौ रानी म त हडमांस सरिनैसँग सुर्ता कता कता। अलि अलि रक्सी खाए कुकुडा काटिया बल्ल मन सन्त गायो कोलिँदै फाटिए। कुकुडा काट्यौ त पनि धौधौ खाइयो मासु। मन बग्दो 42 जना आफै बग्दा आँसु। मेरो जीवन कथा हो है। कटकुवा ओह्रालो हिँडी बल्ला सुर्खेत आयो। परदेशको रन खान घर सम्झिका पायो। परदेशको रन खान घर सम्झिका पायो। सुर्खेत बस पार्क पुगे, बसको सिसा फुट्यो। बल्ल लाग्यो परदेश जन्म भूमि छुट्यो। जन्म भूमि छुट्यो। टाँगाबाट तिरिकन पुगे रुपटिया। बिर्सेको सम्झना दो बाँझो मन घटिया। टिकट गरेर टिकट काटे बस्यो बसमनी नखाइकन माखो बस्यो अमरु रसमनी। बिहान 4 बजे पुगे हरद्वार तीर्थ। मकन चैतको दुप्छ लाग बतासी फिर्क। कहिले म सिमलेका लैन, कहिले उत्तर काशी। ओडने गणुलोसँग प्रीति लाइको फाँसी। कहिले म सिमलेका लैन, पुग्या झालाबुकी। तमी कोही मुइजन छौ कि बचपनका दुखी। कहिले म तेलेका लेख, कहिले जमतरी। बाजालाई सम्झकी बेला आउँदो गहवरी। मेरो जाने बुझाको मैले दुःख पाएको कुरा, आफ्नो कष्ट भष्ट भोगेको सम्पूर्ण साथीहरूलाई यो सम्झाएको कुरा हो। मैले झेलेको कुरा हो। त्यो कुरालाई मेरो यत्तिकैमा अन्त्य छ। सबैलाई नमस्कार छ।